कसैले जिन्दगी के हो भनेर सोध्यो भने मेरो आफ्नो अनुभवमा होइन, ओन एक्सपिरियन्समा मैले भोगेको जिन्दगी होइन, जिन्दगी एउटा दौड प्रतियोगिता हो। नदौड्यौँ, भाग नलिउँ अथवा पार्टिसिपेट नगरौँ भन्यो भने जिन्दगी पछि परिएला अथवा फेल भइएला अथवा जिन्दगीसँग हार खाइएला भन्ने पिर होइन। पछाडि थर्ड फोर्थ बन्न त कसै पनि रहर छैन, फर्स्ट नै बन्न मन लाग्छ नि त दौड प्रतियोगितामा। अब दौड्यौँ, यो दौडाइको गन्तव्य कहाँ हो कसैले थाहा छैन, न तपाईँलाई थाहा छ न मलाई थाहा छ होइन, छ त केवल उपरवालालाई के। अनि थाहा छैन यसको एन्डिङ कहाँ हुन्छ र कसरी हुन्छ कसैलाई थाहा छैन कि। तर के गर्ने, अफसोस जिन्दगी जिउनै पर्छ होइन। हार मान्न पाइँदैन, हार मान्न पाइँदैन। हार माने कि त गिभअप गरिदिए भइहाल्यो, गिभअप गर्नु त पाइँदैन।